अफिसबाट आएको पानी चाहिँ पास भएको छैन, भित्र जाम भएर बाटोको पानी चाहिँ आइरहेको छ। डुबिसक्यो उचाली काम पाउनु भयो पानी बढ्दै गइरहेको छ। दुईजना यही पानी यहाँनिर त्यसले अलिकति तल खानुपर्छ। सब टोटलै हाम्रो पानी पुरै जाम। अब यहाँ मेन पोइन्ट चाहिँ पत्ता लगाइसकेका छौँ हामीले। अब पानी खुल्दैछ यहाँ पुरै नै, यहाँ माथि आएर हाम्रो दाइ एकदम सक्रिय हुनुभएको छ। यहाँ नि हाम्रो चारजना चाहिँ एकदम सक्रिय भएर लागिरहेछौँ यहाँ। पानी यहाँभित्र हाम्रो जाम यही हो है, मेन जाम। अब हामीले अन्त हेर्नेछौँ जाम। पानी अझै पनि चलिरहेको छैन, गएन पावरले। अझै पाल हाम्रो कन्डक्टर पनि त्यहीँबाट छिराएको हुनाले चाहिँ फेरि हेर्नेछौँ हामी, अपडेट दिँदै गर्छौँ है हामी। सायद चाहिँ खेम सर चाहिँ एकदम यताबाट पनि ननस्टप रनक दिइरहेछौँ है। यस्तो तप 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 पानी परिरहेछ, पुरै भिजाएर। अब यस्तो गुफा रहेछ है भित्र, यहाँ मान्छे हिँड्न मिल्ने गुफा छ यहाँ भित्र। यहाँ हामीले त्यसको मुख सानो भएको कारणले चाहिँ, पाल सानो भएको कारणले चाहिँ हामीले अलिकति त्यसलाई ठुलो पारेर निकालिरहेछौँ। यहाँ 4 ठाउँको पानी एकै ठाउँमा आइरहेछ। मेन जाम चाहिँ यतै भएको हो। अब बाँकी ठाउँमा हामीले हेर्दै जानेछौँ। यहाँ पुरै यस्तो छ है हाम्रो नालीको, हाम्रो भित्र छिर्दैछौँ। ओ बाब्रे बाब्रे बाब्रे, सर्लमै भइसकेको छ। ढक्कन सकन केही पनि छैन, मान्छे झऱ्यो भने पनि हात पुरा ठास भाँचिन्छ। अब सेकेन्ड जम्परतिर जाँदैछौँ हामी। यस्तो छ यहाँ हाम्रोतिर पुरै न यस्तो छ भित्र। सर त्यो भित्रको पनि बाहिर आउने हो कि सर? बाहिर ल है साथीहरू हेरौँ, यहाँ यस्तो पानी परिरहेको आएँ ल है। अनुहार देखाउनु त भाइ। हामीले जाने पानीलाई चाहिँ हामीले हेर्दै हेर्दै आउँदाखेरि यहाँ पुरै जाम छ है। पानी पुरै भरिएर भित्र ब्याक गइरहेको छ। अब अगाडि हेर्दैछौँ, बढ्दैछौँ, पानी परिरहेको छ यहाँ, यस्तो पानी परिरहेको छ।